सर यो के भइरहेछ यहाँ यहाँनिर आज हाम्रो सेकुवा कार्यक्रम भइरह हाम्रो मित्रहरू हुन्छ यहाँ यसको शीतन चाहिँ यहाँ छ है यहाँ छ छठमा छठमा यहाँसम्म खाने मान्छे चाहिँ अलि आरो भइरहेको यहाँको वरिपरिको माहौलहरू चाहिँ यस्तो छन् नाइटको दृश्य अहिले भनेको 9 बजिसकेछ आम्मामा 9 बजिसकेछ यस्तो दादाले के पकाएको रे हो के भयो सानो के अरे सानो यो सेकुवा हौ माछु होइन सेकुवा हौ साना त हुन्छन् हाम्रा साथीहरू हुनुहुन्छ यहाँ हजुर दिदी हामी चाहिँ खाना पाइन्छ भने यहाँ बसिरह नि फेरि यता सरले हामीलाई बनाइदिँदै हुनुहुन्छ यम्मा हो लाइट डाउने मान्छेहरू यम्मा हो कस्तो खालको बुढी आउँछ अरे बनाइदिने मान्छेको कस्तो खालको बुढी आउँछ अरे भन्नुहोस् न प्लिज फेस रिभिल गर्दिन भन्नुहोस् न मात्र प्लिज झन् त्यसो भनेको त झनै गर्ने ए यस्तो हेर्नु न दिदी यस्तो यस्तो भइसक्यो यस्तो हो कि हाम्रो जुगाड भनेको जुगाड सानै हेर हाम्रो ढुङ्गा दामी छ 2 साल भइसक्यो हामी चाहिँ यस्तोमा खाने गरेको सुमन दाजु र रोशनले लिएको ढुङ्गा ल्याउनु भएको ढुङ्गा हो यो सेका पनि खाने अम्मा यम्मा गर्मी भएर हेर्नुहोस् यो माछाको यो चाहिँ यहाँ छ अरे भविष्यमा खाने हाम्रो किनको नि यो के होला ला हो त यही हुन्छ भने लु खाने आमामा आँखा पोल्यो यार हजुर चेस आन्टी चेस त्यस भइसक्यो स्केल अलिकति ऊ मिसाउँदा वान मिसाउँदा खुकुरीमा अलिकति ककटेल हो थोरै भयो नि त कति राम्रो बनाएको 3 साल अगाडि हामीले पकाएको 3 साल कि 2 साल अगाडि पाको आइ लो अगाडि एउटा दिनु लो खानु लो नानीहरुले यो सेको खाने हामीहरू पनि यहाँ सानो हेर्नु न यहाँ